खातावालाको मृत्यु भयो र खातामा कसैलाई पनि नोमिनी अर्थात हकवाला राखिएको छैन भने त्यो खातामा भएको पैसा कसले पाउँछ? यसको उत्तर नेपालको बैंकिङ तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफियाको दफा 111 मा प्रष्ट रूपमा लेखिएको छ। नियम अनुसार यदि नोमिनी छैन वा नोमिनीको पनि मृत्यु भइसकेको छ भने मृतकका बाँचेका आफन्तहरू मध्ये निम्न प्राथमिकताको क्रम अनुसार पहिलो अधिकार हुनेछ। क सगलको पति वा पत्नी, ख सगलको छोरा वा छोरी, धर्मपुत्र वा धर्मपुत्री वा विधवा बुहारी, ङ सगलको बाबु आमा नाति वा नातिनी, घ भिन्न बसेको पति वा पत्नी, छोरा छोरी, बाबु वा आमा, छोरा बुहारी वा विवाहित छोरी, ङ सगलको बाजे बजै, दाजु भाइ, भदा भदै, दिदी वा बहिनी, भिन्न बसेको बाजे बजै, च सगलको सौतेनी आमा, भिन्न बसेको छोरापट्टिको नाति वा अविवाहित नातिनी, छ भिन्न बसेको दाजु वा भाइ, भदा भदै, दिदी बहिनी, भतिजा भतिजी, ज सगलको काका, विधवा काकी, भाउजू, भाइ बुहारी वा नातिनी बुहारी, झ विवाहित दिदी बहिनी, भिन्न बसेको नातिनी बुहारी। तर प्राथमिकता क्रममा नाम हुँदैमा सिधै पैसा पाइँदैन। दावी गर्न जाने व्यक्तिले आवश्यक कागजातहरू साथमा लैजानुपर्छ। मृतकको मृत्यु दर्ता प्रमाणपत्र, मृतक र दावीकर्ता बीचको नाता प्रमाणित प्रमाणपत्र, एकागर परिवारका अन्य सदस्यहरूको मन्जुरीनामा पत्र र साथै अरू थप कागजातहरू पनि माग्न सक्छ। कागजात बुझाएपछि बैंकले आफ्नो नियम र खातामा भएको रकमको प्रकृति अनुसार अरू कोही हकवाला छ कि भनी दावी गर्नको लागि कुनै राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गर्न सक्छ। यस सूचनाको म्याद बैंकको आफ्नो नियम अनुसार हुने गर्छ, जुन नेपालमा सामान्यतः 15 दिनदेखि 35 दिनसम्मको हुने गर्दछ। यो तोकिएको म्याद सकिएपछि मात्र मृतकको खातामा भएको पैसा हकवालाको खातामा ट्रान्सफर हुन्छ। र सोच्नुहोस् त, यदि यो सूचीमा भएका कोही पनि हकदार भेटिएनन् र अन्य कुनै उत्तराधिकारी पनि भएनन् भने त्यो पैसा कहाँ जान्छ? ऐनको उपदफा 3 भन्छ कोही नभएमा त्यो पैसा सिधै नेपाल राष्ट्र बैंकको बैंकिङ डेभलपमेन्ट फन्डमा जम्मा हुन्छ र बैंकिङ क्षेत्रको विकासमा खर्च गरिन्छ। त्यसैले यस्तो झन्झटबाट बच्न आजै आफ्नो बैंक खातामा नोमिनी वा हकवाला अपडेट गर्नु भएको छ कि छैन चेक गर्नुहोस्। यो कानुनी जानकारी धेरैलाई काम लाग्न सक्छ। त्यसैले भिडियोलाई शेयर गरेर सबैलाई सचेत गराउनुहोस् र यस्तै जानकारीका लागि फलो गर्न नबिर्सिनुहोला।